बाख्रा काण्डवाल गिरीबन्धुका नालायक बन्धुहरू, भुटानलाई औधी माया गर्ने मात्र नामका नेपालीहरू, सँगसँगै अन्य पातहरू एकमुष्ट भएर हामी नेपालीको दुःख कष्ट सबै हरण गर्न मसिहा बनेर आउन लागेका छन् रे। आहा, स्वागत स्वरूप फूलको मालाले शिरमै हान्न मन छ। नेपालीमा सडेको अण्डालाई पनि फूल नै भनिन्छ। मेरा यी शब्द अपाच्य लाग्ला, तर संविधानलाई नै व्यवस्था गर्नेहरूलाई यो त 20 मा 1 भने जस्तै हो। सुन काण्ड र नक्कली भुटानी शरणार्थी काण्डको फाइल खुल्न साथ नयाँ गठबन्धन भन्ने ठग बन्धन बाहिर निस्केका छन् रे। हामी 84 सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्काउँदैनौँ। केही दिन अगाडि हामी सरकारमा जाँदैनौ, केही चलखेल हुने छैन भनेकाहरू म गिरीबन्धुको काण्डमा धेरै बोलेको भए माफ पाऊ हजुर भन्दै हात जोड्दैछन् रे। गोरु कहिल्यै ब्याउँदैन भन्दै जिस्केकाहरू आज आफै हल गोरु बनेर सांसद भवन भित्र छिर्दैछन् रे। यो कुरा अराजक लाग्यो भने यी तस्बिर हेर्नु होला। यो तस्बिरमा अराजकताको पराकाष्ठका मसिहाहरू छन्। यो सरकार या राजनैतिक चलखेल होइन, देशलाई अस्थिरतातर्फ लैजाने र हामी सर्वसाधारण जनताको भविष्यमाथिको चलखेल। हुन त अहिले सत्तामा भएका दलहरूले लगाएका नयाँ मुकुण्डो पनि देखिहालियो। आशा र उपलब्धिको अन्तर निकै राम्रोसँग बुझाइदिनु भएकोमा धन्यवाद। छुट्नु पूर्व 2 नम्बरको ज्योतिषले गरेको भविष्यवाणी सुन्नुहोस्। शेरबहादुरजीलाई म सुझाव दिन्छु, असार 17 गते कस्तो दिन छ उहाँलाई सोध्न लाउनुहोस् त ज्योतिषीलाई बोलाएर। म ज्योतिषी होइन, ज्योतिषीलाई बोलाएर सोध्नुहोस् असार 17 गतेले के भन्छ। नमस्कार, आजको लागि यति नै। भेट्छौँ अर्को भिडियोमा।